मेरो पनि गुरु भन्नुभएको छ, तर तपाईँको राशिको नाम चाहिँ लेख्नु भएको छैन। यस्तो हो तपाईँको, किनभने साल महिना गते समय राशिको नाम जन्मेको जिल्ला सबै कुरा पूर्ण सम्पूर्ण विवरणहरू पठाउनु भन्छु मैले। तपाईँहरू खालि अपुरा कमेन्टहरू मात्रै गर्नुहुन्छ। तपाईँहरू अचम्म लाग्छ मलाई चाहिँ तपाईँहरू कस्तो खालको कमेन्ट गर्नुहुन्छ भनेर। पीबाट राशिको नाम देखिन्छ यो मिति समय अनुसारले 19 वर्षमा चल्दै गर्दाखेरिमा ग्रह दशा कस्तो छ? राहु ग्रहको दशा छ 36 वर्षसम्म। दोस्रो ग्रह दशाको योग छ अहिलेको अवस्थामा 24 सम्म राहु ग्रहकै दशा छ। दुईटा राहु भए, नराम्रा ग्रह चलेका छन्, हातखुट्टामा चोटपट लाग्ने ग्रह चलेका छ। एउटा भद्रिका रहेछ, बरु भद्रिका होइन भ्रामरी नै छ 19 वर्षसम्म। तिनटै ग्रह नराम्रो छ, उपाय गर्नै पर्छ। भ्रामरी राहु एकदम नराम्रा ग्रह चलेका छन्। चकचक गर्ने, रिसाउने, घरमा चाहिँ एकदमै मन परे पैसा चाहिए मिठो बोल्ने, नत्र रिसाउने, झगडा गर्ने, हातखुट्टामा चोटपट लाग्ने, दाजुभाइ दिदीबहिनीलाई असर गर्ने राम्रा ग्रहको योग परेको छैन। एकदम जोगिएर काम गर्नुपर्छ। भ्रामरी राहु तीनवटैको पूजा गराउनु होला। तपाईँलाई धेरै 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 धन्यवाद।